Namaste. Welcome all traders and investors who are active in NFT trading. आज तपाईहरुसँग म मेरो रियल लाइफ एक्सपिरियन्स चाहिँ शेयर गर्न जाँदै छु। यो चाहिँ HRL अहिलेको हट केक त्यसको बारेमा हो। चार्ट स्क्रिनमा पनि मैले HRL नै खोलेर राखिरहेको छु, हेर्न सक्नुहुन्छ। यो HRL को चार्ट हो। ओके, यसको आईपीओ आउँदाखेरि चाहिँ ओभरअल लगभग सबैलाई नै अलोकेट भएको थियो, किनभने ठुलो किता थियो। 206 मा चाहिँ आईपीओ खुलेको थियो र मैले पनि फरेन रेमिटेन्स अकाउन्टबाट 250 किता चाहिँ यसमा अप्लाई गरेको थिएँ। 180 किता अलोकेट भयो। अब मैले चाहिँ लगभग 37,000 सेयरफेरोमा मेरो इन्भेस्टमेन्ट पर्यो यसमा। अब आईपीओ लिस्ट भयो। लिस्ट भएपछि कन्टिन्युअस 7 डेज चाहिँ यसले सर्किट हान्यो। 1 2 3 4 5 6 7 है, 7 डेज यसले सर्किट हानेपछि जनवरी 18 यो दिनको दिनमा चाहिँ म्यासिभ सेलिङ आयो कि यो एचआरएलमा। अनि यो दिनको फर्स्ट आवरमै म्यासिभ सेलिङ आएपछि म यो चाहिँ आवरलीको यसको हो, यो क्यान्डलमा यो सेलिङ लगभग 542 सम्म पुगेको थियो नि त। त्यसपछि त ल नेगेटिभ सर्किट हानि भयो भनेर मैले पनि यसलाई त्यही दिनमै सेल गर्ने विचार गरेँ। त्यसपछि मैले यसलाई 614 मा सेल गरेँ। एकछिन कुरेर लगभग मैले यो क्यान्डलतिर सेल गरेँ होला, हैन यो 614 भनेपछि लगभग यता पर्यो, क्लोजिङ हुने बेलामा नै गरे रहेछु। 614 तिर गरेँ। फेरि डेलीतिर फर्काएँ मैले तपाईँ 600 मा गरेपछि नेक्स्ट डे पनि बढ्यो। नेक्स्ट डे बढेर 679 सम्म नै पुगेछ। त्यसपछि यसको हाई भनेको यसले 705 सम्म पनि पुगेको रहेछ है। त्यहाँबाट चाहिँ झर्न सुरु गरे रहेछ। त्यो पनि एकदमै धेरै त झरेन, त्यही पनि झर्यो भनौँ न, अलिअलि त झर्यो। अब क्वेसन आउँछ के त्यो दिन मैले बेचेर गल्ती गरेँ त? नो, मेरो डिसिजन चाहिँ त्यो दिन चाहिँ एकदमै नै राइट थियो। किनभने आईपीओ सेल गर्ने सही डिसिजन नै भनेको जुन दिन म्यासिभ सेलिङ आउँछ त्यो दिन सेल गरिदिनु। त्यसपछि चाहिँ घट्छ सिग्निफिकेन्ट अमाउन्टले पर्सेन्टेजले घट्छ होला, पछि त्यो माथि जाला, तर टाइम चाहिँ त्यसले एकदमै लिन्छ। किनभने अब त्यो एकुमुलेसन हुनु पर्यो, बिग प्लेयरहरूले अकुमुलेट गर्नु पर्यो, त्यसलाई फेरि माथि पुर्याउनलाई हैन। घटेर बजार 513 सम्म पनि आएछ। यो हेर्नु 513 कै लाइन हो, 513 मा आयो। अब मैले चाहिँ कहाँनिर चाहिँ मेरो गल्ती भयो भने सामान्य प्राइस एक्सन युज गरेर पनि यो अकुमुलेसनको यहाँबाट ब्रेकआउट गरेछ नि। यहाँबाट त सोचौँ अझै अकुमुलेटै भइरह होला, अप ट्रेन्डमा छैन भन्ने सोचिन्छु। यहाँबाट त यो त यहाँ चाहिँ समाउनु पर्थ्यो कि मैले अर्को ट्रेड यहाँ चाहिँ इन्ट्री गर्न सक्नु पर्थ्यो। किनभने पहिलाको हाईलाई पनि ब्रेक गरेछ। लेट्स से हियर यहाँनिर चाहिँ मैले चाहिँ रिइन्ट्री गर्नु पर्थ्यो यसमा। यो रिइन्ट्री नगर्नाले मैले यहाँबाट मैले इन्ट्री गरेको भए यसले लगभग 51.4% को र्याली चाहिँ मिस भयो कि यसबाट। अब यस्तो चाहिँ किन हुँदो रहेछ भने यहाँ भएको मैले सबै किता मैले बेच्दिएँ। त्यसपछि यो स्टकमा मेरो ध्यानै गएन, आँखै गएन। त्यसपछि यो बिर्सेको जस्तै नै भयो। त्यसपछि फेरि यहाँबाट अर्को अकुमुलेसन यहाँ सुरु भयो। यो र्याली गएर यहाँनिर करेक्सन भयो। त्यसपछि यहाँदेखि यहाँसम्म यसले अकुमुलेट गर्यो। बिग प्लेयरहरूले कसरीसम्म अकुमुलेट गर्छ, कति दिनसम्म चाहिँ लगाउँछ भनेर चाहिँ मैले तपाईँलाई देखाउन खोजिरहेको छु। 164 डेज चाहिँ तिनीहरूले अकुमुलेट गरेको छ र प्रेजेन्ट सिनारियोमा त 1000 पनि क्रस गरेर माथि गइसकेको छ। अहिले फेरि करेक्सन अलिकति आउला जस्तो देखिन्छ। ओके गाइज, अब
यो मेरो पर्सनल एक्सपिरियन्सको लर्निङ के त अब फर्स्टमा बिग लर्निङ भनेको चाहिँ नेप्सेमा टाइम एन्ड पेसेन्सले चाहिँ एकदमै बिग रोल खेल्दो रहेछ भनेर चाहिँ अहिले रिफ्लेक्ट गर्दाखेरि चाहिँ मलाई त्यो फिल हुन्छ। र अर्को भनेको चाहिँ एकुमुलेसन पछिको ब्रेकआउटलाई चाहिँ हामीले इग्नोर चाहिँ गर्नु हुँदैन हैन। होला कति बेर चाहिँ फेक ब्रेकआउट पनि हुन्छ, त्यसमा आफ्नो स्टप लसलाई 5% 7.5 सम्म लगाएर स्टप लस लगाएर बिग र्याली चाहिँ खान सकिन्छ। अब प्रॉफिट मैले 73,000 त गरेको यसमा, आइबिओबाट 73,000 प्रॉफिट हुनु भनेको नट अ जोक, एकदमै राम्रो प्रॉफिट हो। यहाँबाट मैले खाँदाखेरि 100% को रिटर्न खाएँ, द्याट्स ग्रेट हैन। तर मैले अलिकति पेशेन्सका साथ बसेर अलिकति वेट गरेको भए मेरो चाहिँ अहिलेको अल टाइम हाईलाई समात्न नसके नि यो यहाँसम्म समात्न सकिन्छ नि, यहाँसम्म समात्न सकिन्छ। अलमोस्ट 273-75% चाहिँ यसमा गेन हुने रहेछ। अब यसलाई गल्ती भन्ने के भन्ने, गल्ती त हुँदै हैन, एकदमै राइट टाइममै सेल गरेको हो। रिइन्ट्री गर्ने बेलामा चाहिँ स्टकलाई चट्टकै माया मारेर यो यस्तो अब अहिले रिफ्लेक्ट गर्दा चाहिँ भयो भनेर इट्स अ लर्निङ हैन, दिस इज वाट इट इज भनिन्छ नि। अब तर अर्को कुरा चाहिँ के भने जुन त्यो प्रॉफिट भयो त्यो पैसा त मैले अर्को स्टकमा इन्भेस्ट गरेँ नि, अर्को स्टकमा लस भयो प्रॉफिट भयो के भयो अब त्यो चाहिँ अब त्यहाँ छँदैन छ। तर त्यो पैसा चाहिँ होल्ड भएन नि त। अब यहाँदेखि यहाँसम्म मैले होल्ड गरेको भए 193 डेज, अब यहीँसम्म होल्ड गरेको भए 1 इयर चाहिँ होल्ड गरेको भए लगभग 300% चाहिँ प्रॉफिट एचआरएलले चाहिँ दिने रहेछ। तर केही छैन, इट्स अ लर्निङ प्रोसेस, हामी सिक्दैछौँ। मैले यो भिडियो बनाएर आफ्नो एक्सपिरियन्स सेयर गर्नुको कारण पनि त्यही हो कि सबैजना मिलेर सिकौँ अनि मिलेर आफ्नो फाइनेन्शियल हेल्थलाई राम्रो बनाऊ। यस्तै मेरो लर्निङ सम्बन्धी अरू भिडियो पनि आइ नै रहन्छ। लास्टसम्म हेरिदिनु भयो, धेरै धन्यवाद। डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब इन माई च्यानल। हजुरहरूको पनि के एक्सपिरियन्स छ नेप्सेमा ट्रेडिङ गर्दै जाँदाखेरि प्लिज फिल फ्री टु लिभ योर कमेन्ट। मैले पर्सनली रिप्लाई दिन प्रयास गर्दैछु, नयाँ च्यानल हो, यस्तै मेरो एक्सपिरियन्सहरू सेयर गर्दै जान्छु, रियल लाइफ एक्सपिरियन्स। थ्याङ्क यू भेरी मच, सी यू इन द नेक्स्ट भिडियो।